सो हेलो गाइज, हामी चाहिँ इदगावा सिटीको पार्कमा चाहिँ आइपुग्यौँ छ। यहाँ चाहिँ त्यस्तो खासै केही नि रहेन चराचुरीहरू रहेछ होइन, त्यही मात्रै रहेछ क्या। हामी त कति न के होला भनेर आएको, टाढाबाट हिँड्दै आएको, लगभग आधा घन्टा हिँडेर आएको होइन। यहाँ इदगावा सिटीको पार्क हो क्या, तर पार्क चाहिँ ठुलो छ है, ठुलो छ, फेरि चिल छ पार्क चाहिँ, बबाल छ, बबालै छ पार्क चाहिँ, यस्तो चिल छ। सो यहाँ माछाहरू पनि छ कि जस्तो लाग्छ, माछाहरू पनि छ कि जस्तो लागिरहेछ है। इदगावा सिटीको पार्क आयो, आउनु चाहिँ इदगावा सिटी। माछा छैन यार, माछा पनि छैन क्या जाइज। जाउँ अन्त भाइ, ऊ यताबाट जाउँ न, त्यहाँ भित्र। तपाईँहरू यहाँ इदगावा कतिजना बस्नुहुन्छ? नेपालीहरू कोही हुनुहुन्छ इदगावा बस्ने? नेपालीहरू कोही छ भने चाहिँ यसो भनिदिनु है। नेपालीहरू कोही छ भने यसो भनिदिनु। यो जापानिज बेम्बो हो, यो बेम्बो जापानिजको बेम्बो, जापानिज बेम्बो। यो चाहिँ के लेखेको छ अब पढ्नेले आउँछ कमेन्ट गरिदिनु, अब आउँदैन भने अब के गर्ने। त्यसो यो जू हो कि यहाँ भित्रको नि? जान पाइन्छ? जान पाइँदो रहेछ होइन, होइन? हामी चाहिँ भित्र छिर्छौँ अब। भित्र छिरेर चाहिँ यसरी यहाँको जापानको प्राकृतिक सुन्दरता भएको ठाउँ हो क्या, जुन खतरा नै छ होइन। खोला यहाँ त कृत्रिम खोला पो हो कि क्या हो यो? कृत्रिम खोलै रहेछ गाई छैन, ओए बबालै रहेछ, कृत्रिम खोलै जस्तो रहेछ है। तर भित्र होइन, बबालै रहेछ गाई। होइन त्यहाँ पानी कस्तो आइरहेको, खतरा रहेछ क्या पार्क चाहिँ, खतरै रहेछ। यिनीहरू चाहिँ के हो के? यहाँ भित्र जान पाइन्छ होला त? त्यहाँ ल्याउनु रनिङ पो रहेछ, रनिङ हान्न चाहिँ पाइँदैन क्या। गोमी प्लस रनिङ पनि हाल्न पाइँदैन होइन। खिच्नुपर्छ ल अहिले कसले। अनि गोमी चाहिँ खालिदिएको धन्न, मेरो मोबाइल चाहिँ नखसोस्। क्या क्लियर पानी छ क्या गाई, चरा, बकुल्लो, माछो, बकुल्लो, बगुल्लो, बगुल्लो देख्यो तपाईँहरूले? माछा देख्नुभयो कि देख्नु भएन? यो चाहिँ है माछा, ऊ त्यो बकुल्लो, यो चाहिँ माछा। त्यो बबाल, यो के हो? बकुल्लो हो नि यो, बकुल्लो हो। पाउँछ कि पाउँदैन यार नि यहाँ? यहाँ थाहा थिएन, अब थाहा छैन। अनि माछा हो गाइज, माछाहरू सोध्नु पर्ने कसैले, हामीलाई त्यो थाहा छैन। तर अब यहाँको भिडियो बनाउनु पाइन्छ कि पाइँदैन भनेर हो, अब थाहा छैन। बकुल्लो सोध भाइ। यहाँको पार्क चाहिँ बबाल छ है, यस्तो दामी पार्कमा आइपुग्यौँ हामी होइन, एकदम बबालै छ। ल एकछिनमा खिचौँला नि होइन, चाहिन्छ त। बबालै छ यहाँको पार्क चाहिँ, यसो बबालै छ होइन। ओए माछा हेर न, माछा गाइज, माछा है, यो चाहिँ माछा हो। यो पानी कहाँ जमिन मुनिबाट आइरहेको क्या यार गाइज? यहाँ जमिन मुनिबाट आइरहेको माछा, जमिन मुनिबाट माछाहरू आइरहेको, पानी आइरहेको क्या जमिन मुनिबाट। छक्कै पर्छु भने म त, भिडियो बनाउनै पाइँदैन क्या।
सोधौँ त मुनिबाटै पठाइरहेको रहेछ पानीहरू चाहिँ मुनिबाटै पठाइरहेको रहेछ पानी ए बनाएको होइन कृत्रिम त्यहाँभित्र मोटरहरू छ त नि बजिरहेको होइन कोही आबा सोध्ने हुन्थ्यो क्या यार यहाँ सोध्ने हुन्थ्यो दामी छैन यो चाहिँ कृत्रिम पानी बनाएको पानी रहेछ यसरी पानी तल जमिनबाट आइरह सायद पाइप हालेर चाहिँ बनाएको हुनुपर्छ होइन यसरी आइरह के यो चाहिँ कृत्रिम पुरै खतरा टेक्नोलोजिया हो क्या जापानको टेक्नोलोजिया भन्छ यसलाई हाम्रो नेपालमा कहिले गर्छ यस्तो प्रगति यस्तो बवाल छ क्या पार्क चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ यसरी पानी जमिन खोला जस्तै बग्या जस्तै बगिरहेको होइन त्यहाँ पानी होइन कति सफा हेर्ने सोलङ्ग बसाएर क्या फेरि चुना लायो त मलाई 2,40,50,000 2,40,50,000 चुना लायो ओहे यस्तो छ क्या गाई दामी छ होइन भाग चाहिँ एकदम बबालै छ यता त कता जाने साथी यसो जुस खाऊ न यार ऊ त्यहाँ छ भेन्डिङ मेसिन दामी मलाई यहाँ गाउँ आए जस्तै फिल भयो क्या यार नि जङ्गल आए जस्तै त्यस्तै छ त होइन जङ्गल आए जस्तै फिल भयो अनि मलाई त ए कस्तो हामी गाउँमा बस्या होला जस्तै फिल भयो क्या यार नि सल्लाहहरू त्यस्तै फिल दिन्छ होइन खोला झरना यो चाहिँ के हो यो चाहिँ के हो गाइज थाहा पाएको भए कमेन्ट हालिदिनु होला जमिन राति लाइट चाहिँ यो चाहिँ बबाले लाइट टल्किने लाइट हो क्या यो चाहिँ गाउँको पुल काठको पुल जस्तै होइन तर यो जापानिजहरूले पुरै जति नेपालीहरूलाई पनि कता त्यता केही छैन के ऊ त्यहाँ एउटा पानी रहेछ यार त्यहाँ पनि पानी रहेछ त्यहाँ नि बबालै पानी रहेछ यार बबाल छ गाइस पानी होइन बवाल छ यतिको बवाल चाहिँ भेटाएपछि तुइरे पिसाब हान्न पर्ने होइन हामी पिसाब हान्न जान्छौँ गाइस होइन त्यसरी अब नेक्स्ट ब्लग चाहिँ हाम्रो कहाँको हुनेछ समुद्रको ब्लग चाहिँ हुनेछ है कस्तो लाग्यो ठाउँ चाहिँ यो ठाउँ चाहिँ कस्तो लाग्यो कमेन्ट चाहिँ हाल्न नबिर्सिनु होला सो आजको ब्लग यति नै केही रमाइलो कुराहरू भेट्यो भने म तपाईँलाई भिडियो बनाएर देखाउने छु आजको ब्लग चाहिँ यति नै ल मिल्ते दूसरे ब्लग में।